जस्तो लाग्छ गर्मी आएपछि हो जाडोको दिन गजब थियो जस्तो लाग्छ यही हो तर यतिको चाहिँ ठिक छ यतिको ठिक छ अहिले तर अचानक आयो नि गर्मी छुट्टी हजुर हामीलाई चैत आएको थाहा नभएर होला ए हो बैशाखै लाग्नु थाल्यो किनकि 2 हप्ता अगाडिसम्म पनि अलिअलि चिसो थियो तपाईँ त वर्कआउट गरिराख्ने मान्छे जाडोमा सजिलो कि गर्मीमा मेरो त के छ भने मेरो भित्र तापक्रम यति धेरै छ न जाडोले असर पर्छ न गर्मीले असर पार्छ त्यही हो तर वेदर चाहिँ म जाडोकै इन्जोय गर्छु मधु म्यामसँग थाइल्यान्ड पनि घुमेर आउनुभयो है कस्तो रह्यो सुनाउनु न रमाइलो भयो दुईजना घुम्नु पाएपछि त रमाइलो हुन्छ होइन त्यसमाथि पनि थाइल्यान्ड चाहिँ मलाई असाध्यै मनपर्ने ठाउँ हो थाइल्यान्ड कस्तो छ भने एकदम त्यहाँ गएपछि अलिकति हलिडे मोडमा बिन्दास हुन सकिन्छ अन्य अरू राष्ट्रहरूभन्दा थाइल्यान्ड पुग्ने बित्तिकै कट्टो लाउँ चप्पल लाउँ मजाले घुमौँ भने जस्तो हुन्छ त्यहाँ रमाइलो नै भयो मधुको खालि एउटा गुनासो के थियो भने 4 दिनले पुगेन भन्ने मात्रै थियो होइन धन्न 4 दिनले पुग्यो किनभने त्यत्रो ठुलो दुर्घटना भयो म्यानमार होइन थाइल्यान्ड जे हुन्छ राम्रो लागि हुन्छ भन्छ तपाईँ हाम्रो लागि त राम्रै भयो तर उता त दुःखद भयो नि त ब्याङ्ककमा त्यस्तो किसिमको भुइँचालो जाला भन्ने मेरो सोच छ 2004 मा सुनामी चाहिँ गएको थियो थाइल्यान्डमा उता पुकेटतिर हजुर समुद्रको लहर धेरै ठाउँमा गएको थियो ब्याङ्ककमा चाहिँ ठुलै समस्या हो अनि त्यसपछि हाम्रो यो भूकम्पको याद दिलाइदियो कि हामी पनि कति त्यो बेलामा चाहिँ पीडित थियौँ सफर गरेका थियौँ त्यो सब चाहिँ फेरि ताजा आएर मलाई चाहिँ गम्भीरतापूर्वक लिनुपर्छ भन्ने एउटा चेतना चाहिँ जान्छ र यो देशमा राजा आउने चर्चा छ नि के भन्नुहुन्छ हेलो कृपया हाम्रो ग्लोबल कलेजको सम्पूर्ण विद्यार्थी साथीहरू यो लाइनमा आइदिनु होला यो क्यामेराको ठ्याक्कै पछाडि कृपया यता आइदिनु होला अब हामीको अगाडि आइदिनु होला कृपया हामी चलचित्र नरसिंह अवतारको फर्स्ट लुक रिलिज कार्यक्रम तपाईहरुको माझमा गर्दैछौँ किनकि यो सिनेमा तपाईहरु प्रमुख अतिथिहरू नै तपाई विद्यार्थी साथीहरू हो तपाईहरुलाई सम्पूर्ण साथीहरुलाई अगाडि आउन यो ठाउँमा आउनलाई भन्नु थोरै यतापट्टि गइदिनु होला कृपया अब हामी साथीहरु अगाडि गइदिनु साथीहरु पत्रकार साथीहरु यो रोमा बस्दिनु होला र विद्यार्थी साथीहरु ठ्याक्कै यो फुर्सदको अगाडि बस्दिनु होला ओके नमस्कार सबैलाई धेरै धेरै अनुरोध गर्छु दिपाजी यता हेर्नु यता हेर्नु है ओ माय गॉड समाइनु हामी समाइनु यतापट्टि पाइदियो विद्यार्थी साथीहरु हामीले यो पुस्तक सर्वाधिक लामो पोस्टर हो यो अहिलेसम्मको सबभन्दा लामो पोस्टर नरसिंह अवतारको झर्दै चाहिँ गौर हुन्छ राजेश हमाल दाइ कि राज कटवाल म कन्फ्युज गरिरहेको छु तपाईहरुले अनुमान लगाउन सक्नुहुनेछ को झर्नु भयो राज कटवाल दाइ म्यानेज कटवाल जी लगाएर झर्नु पर्नु पहिला देखिनु नि 7 तलाबाट हाम फाले भने सुने हामीले आज राज कटवाल जी हाम फाल्दै हुनुहुन्छ हेर्नु त त्यहाँ वाउ अगाडि राज कटवाल कलाकार हुनुहुन्छ उषा खड्की पूर्व मिस नेपाल कृपया उषा खड्कीको लागि ताली बजाइदिनुहोस् कृपया एकचोटि त्यस्तै गरी एकदम ह्यान्डसम
कलाकार ह्यान्डसम भिलेन भनौँ ह्यान्डसम कलाकार भनौँ प्रशान्त ताम्राकार दाई कृपया प्रशान्त दाईको लागि पनि ताली बजाइदिनु होला अलिकति जोरदार ताली ताली पुगेन अलिकति ताली कृपया त्यस्तै गरी सनिसा भट्टराईलाई पनि म अगाडि बोलाउन चाहन्छु निकै राम्ररी सनिसा भट्टराई यो फिल्ममा हुनुहुन्छ धेरै कलाकार हामीसँग हुनुहुन्छ त्यस्तै गरी अर्जुन श्रेष्ठ अगाडि आइदिनु होला त्यस्तै गरी वरिष्ठ कलाकार निर शाह अगाडि आइदिनु होला त्यस्तै गरी यो फिल्ममा रमेश चन्द्र सोडारीजीको पनि अभिनय छ रमेशजी पनि अगाडि आइदिनु होला कृपया त्यस्तै गरी प्रकाश कुवरलाई पनि बोलाउन चाहन्छु म राजीव जङ बस्नेत त्यस्तै गरी अर्की एकदमै सुन्दरी नायिका दिपा साई कृपया दिपाजी पनि अगाडि आइदिनु होला दिपाजी पनि हामीसँग कृपया ताली अलि पुगेन कृपया ताली बजाउनु होला त्यस्तै गरी प्रभु श्रेष्ठ अमित गिरी र एभेलिना खड्का पनि हामीसँग हुनुहुन्छ बाल कलाकार एभेलिना खड्का एकदम चर्चामा अहिले उहाँ त्यस्तै गरी समाइरा थापा पनि आउनु होला अगाडि त्यस्तै गरी आशा पौडेल कृपया अगाडि आइदिनु होला सरोज शाह त्यस्तै गरी धन्यवाद सबैलाई हजुरहरूको यो टाइम हामीलाई दिएर लाइक हाम्रो यो प्रमोसनमा साथ दिनुभएकोमा ग्लोबल कलेजलाई विशेष आभार म व्यक्त गर्दछु र सम्पूर्ण मिडिया जसले हाम्रो यो प्रमोसनल कुराहरूलाई पब्लिक माझ लाँदै हुन्छ र सम्पूर्ण तपाईँहरूलाई उपस्थित जति हुन्छ सबैलाई मनदेखि धेरै धेरै धन्यवाद हाम्रो चलचित्र नरसिंह जेठ 9 गते रिलिज हुँदैछ महानायक राजेश हमाल लगायत हामी सबैको मेहनत गरेको चलचित्र छ यो त्यसकारणले जेठ 9 गते गएर हेरिदिनु होला बाँकी हेरिसकेपछि हामी फेरि कुरा गर्नेछौँ थ्याङ्क यू सो मच Good afternoon. Hey, good afternoon. Hey, good afternoon. Good afternoon. Yo, just say hey, man. Good afternoon. Global College. तपाईहरुको जोश र एनर्जी खै कहाँ गयो यो हातहरु यसो नगर्नु सबजना चाहिँ एकदम स्मार्टली उभिनुस् मलाई अत्यन्तै नै खुसी लागिरहेको छ यहाँहरुको समक्ष आएर मैले आफ्नो केही अन्तरालपछि गरेको चलचित्रलाई चाहिँ नि उद्घाटन गर्न पाउँदाखेरि मलाई पूर्ण विश्वास छ यहाँहरुले साथ दिनुहुनेछ यहाँहरुको कलेजसँग मेरो सम्बन्ध लामो नै छ यहाँहरुको प्रिन्सिपल फ्याकल्टी मेम्बर सबैलाई मैले नजिकबाट चिन्ने मौका पाएको छु यहाँहरुको कलेजमा पनि म बारम्बार आइरहेको छु र मलाई सबैभन्दा खुसी के लागिरहेको छ भने ग्लोबल कलेजको स्टुडेन्ट्सहरुको माझमा यो नरसिंह चलचित्रको आवरण चाहिँ नि हामीले समुद्घाटन गर्ने मौका पायो यहाँहरु सबैलाई धेरै धेरै धन्यवाद छ चलचित्रको नाम के हो एकचोटि मलाई भनिदिनुस् चलचित्रको नाम के हो यो कहिले रिलिज हुँदैछ से अगेन कहिले रिलिज हुँदैछ थ्यांक यू धन्यवाद मैले चलचित्र खेलेको कति वर्ष भएको मलाई थाहा भएन तर जतिसुकै वर्ष भए पनि यत्रो ठुलो पोस्टर चाहिँ मैले देखेको थिएँ र अत्यन्तै खुसी लाग्यो नरसिंहको चाहिँ यो जाइग्यान्टिक पोस्टर हामीले ग्लोबल कलेजको बिल्डिङबाट तल खसाल्यौँ तर तल खसाल्दाखेरि चैत महिना छ चैत महिनाको हावा लाग्ने यसको धर्म नै हो त्यसले गर्दाखेरि केही चुनौती पनि अवश्य पनि भइरहेको छ तर कुनै न कुनै बेला त खुल्छ त्यस कारण प्रतीक्षा गर्नुहोस् है पहिले सुरु त म दिवाकर सरलाई यो यस्तो राम्रो मौका अपर्च्युनिटी दिनुभएकोमा एकदमै थ्याङ्क यू भन्छु है र राजेश सरसँग खेल्दाखेरि अपोजिटमा एकदमै खुसी लाग्यो किनभने अब उहाँ नेपालको लेजेन्डरी एक्टर अनि अपोजिटमा खेल्न पाउँदा चाहिँ एक किसिमको मेरो लागि एउटा ठुलो अपर्च्युनिटी हो र मैले मेरो 100% दिनुपर्छ र यो मेरो करियरको लागि एकदमै प्लस पोइन्ट हुन्छ र भन्ने सोचले चाहिँ म एकदमै एक्साइटेड थिएँ र उहाँसँग काम गर्नुको अनुभव चाहिँ एकदमै राम्रो भयो एकदमै सहकारी एकदमै हेल्पफुल हुनुहुन्थ्यो र सिनमा पनि एकदमै सहज तरिकाले मलाई हेल्प गरेर सिन राम्रोसँग गर्थ्यो सो त्यसको लागि चाहिँ थ्याङ्क यू सर आफ्टरनुन एभ्रिवान अभियसली महानायकको अपोजिटमा त खलनायक नै हुनु परेन होइन सो यसमा पनि मैले खलनायकको नै भूमिका निर्वाह गर्छु थ्याङ्क यू महाखलनायक राजधानी भन्नुभएको छ भनेपछि आजबाट तपाईँलाई महाखलनायक भन्न पाइयो दाइले दिनुभएको भर्खर नाम हो सायद कस्तो हुँदो रहेछ महानायकको अपोजिटमा महाखलनायक भएर उभिँदा
अभियसली राज दाइसँगको सहकारी काम गर्ने पहिलादेखि इच्छा थियो र यो पालि चाहिँ नरसिंहले चाहिँ जुराइदियो र एकदमै खुसी छु यो स्क्रिन सेयर गर्न पाउँदाखेरि र उहाँसँग बिर्सा दाइसँग र धेरै अग्रज कलाकारहरूसँग काम गर्दाखेरि एकदमै राम्रो अनुभव गरेको छु। थ्याङ्क यू। मेरो पनि हिरो हुनुहुन्छ, हिरोको हिरोइन हो, र त्यसको लागि चाहिँ हजुरहरूले जेठ 9 गते प्रतीक्षा गरेर 9 गते हलमा गएर हेर्नु होला। र थ्याङ्क यू सो मच यहाँहरू सबैलाई उपस्थित भइदिनु भएकोमा र यहाँहरू सबैले आफ्नो तर्फबाट हाम्रो यो फिल्मको प्रचार प्रसारमा हामीलाई मद्दत गर्नुहुन्छ भनेर चाहिँ एकदमै ठुलो आशा लिएको छु र मेरो यो पहिलो चलचित्र पनि हो। थ्याङ्क यू दिवाकर सर। भन्न पाइयो? बुझिनँ हजुरको क्वेसन। दुईटा हिरोइन हो यो फिल्ममा? अब त्यो त सस्पेन्सै राखौँ न, सबै कुरा अहिले भन्यो भने फेरि जेठ 9 गते के हेर्नु त होइन, त्यसको लागि चाहिँ प्रतीक्षा गरौँ। सबै अहिले नखुलाएर राजस्थानलाई सोधौँ न, 8 वर्षपछि आएर हो एकै फिल्ममा दुईटा हिरोइनसँग। अङ्ग्रेजीमा भन्छ नि मोर द म्यारियर भनेर, जति धेरै भयो त्यति नै राम्रो भयो। त्यस कारण राम्रो लाग्यो। प्रशस्त कलाकारहरू हुनुहुन्छ, अब कसले कसलाई साथ दिनुहुन्छ चलचित्रको कथावस्तुमा को कसरी आउनुभएको छ त्यो आफ्नो आफ्नो ठाउँमा छ, तर धेरै राम्रो राम्रो कलाकार हुनुहुन्छ। राज खड्काजी हुनुहुन्छ जो असाध्यै, राज कटवालजी, फेरि एकचोटि भन्छ राज कटवालजी हुनुहुन्छ जो एकदमै राज कटवाल चाहिँ यहाँ हुनुहुन्छ। अनि हाम्रो उषा खड्केजी हुनुहुन्छ, नीति शाहजी हुनुहुन्छ जोसँग चाहिँ मैले पहिला चलचित्र गर्दैछु। जेनिसा भट्टराई, सनिसा भट्टराईजी हुनुहुन्छ। भट्टराई भन्दाखेरि फेरि मेरो दिमागले नि घुम्न थाल्छ क्या, घरमा एउटा भट्टराईले घुमाइरहेको हुन्छ, यहाँ अरू भट्टराईहरूले पनि यहाँ पनि घुमाइरहेको हुन्छ। अनि त्यसपछि उयो हाम्रो बाल कलाकार हुनुहुन्छ एमिना खड्का चाहिँ नि मेरो यो चलचित्रमा आन्टी भएर खेल्दै हुनुहुन्छ। म उहाँको चाहिँ नि भतिजो हो। ऊ मेरो छोरी हो। असाध्यै राम्रो कलाकारिता गर्छु हो। अनि त्यसमा हाम्रो सनिसा भट्टराईजी, एक्चुअली माइक सनिसा भट्टराईजीलाई दिउँ है त, उहाँले के भन्नुहुँदो रहेछ। ओके, सो फर्स्ट अफ अल कङ्ग्रेचुलेसन्स तपाईँहरूलाई है। अलिकति सरे पनि अब प्रोग्राम अलिकति कहीँ न कहीँ चाहिँ सायद अलिकति खल्लो चाहिँ सबैलाई पक्कै महसुस भयो होला, तर ठिकै छ, हामी आफ्नै यसो अलिकति मन बुझाउनु भएको छ भन्ने खालको क्वेसन चाहिँ बलिउडतिर पनि आइरहेछ। तपाईँलाई चाहिँ यसमा चाहिँ तपाईँको चाहिँ धारणा के छ यस विषयमा, त्यो चाहिँ सुनौँ न तपाईँको कुरा। यहाँ मेरो हिरोइनले त आफूभन्दा आधा उमेरको हिरो छान्दैन, यो चाहिँ होइन। यो उमेर यति उति भन्दा पनि के हुन्छ भने कलाकारहरूले आफ्नो स्क्रिप्टमा आफ्नो क्यारेक्टरमा कसरी फिट हुनु होइन। अब दर्शकहरूलाई एकदमै फिट लाग्यो, आफ्नो आफ्नो चरित्रमा सबैले राम्रो गरिरहेको छ भने उमेरले खासै त्यति मतलब राख्दैन। चलचित्रमा कस्तो देखिएको छ, आफ्नो चरित्रमा कस्तो देखिएको छ र आफ्नो चरित्र आफ्नो भूमिका अनुसारको अभिनय मिलेको छ कि छैन, सबैभन्दा महत्त्वपूर्ण त त्यही नै हो। र हरेक कलाकारले चाहिँ नि यो उमेरसम्म गर्नुपर्ने, यो उमेरपछि गर्नु नपर्ने भन्ने पनि होइन। धेरै कम कलाकारहरूले लामो अवधिसम्म कलाकारिता गरिरहन पाउनुहुन्छ, यदि पाइरहेको खण्डमा त्यो एउटा सौभाग्य पनि हो। त्यस कारण उमेरमा भन्दा पनि यो देशमा त्यो देशमा यस्तो उमेर त्यस्तो उमेर हुँदा पनि चलचित्रको स्क्रिप्ट अनुसार चलचित्रको चरित्र अनुसार व्यक्तिहरू फिट भएको छ कि छैन र त्यही अनुसारको अभिनय गरेको छ कि छैन, त्यही नै सबैभन्दा महत्त्वपूर्ण होइन। मैले दिवाकरजी जस्तो फिल्म मेकर फेला पारेँ, उहाँ जस्तो फिल्म मेकर फेला पारेपछि त उहाँको चलचित्रमा उहाँको चाहिँ नि निर्देशनमा अभिनय गर्नै पर्यो भनेर आफ्नो फिल्म मेकिङ उसलाई चाहिँ थाती राखिरहेको छु। र अहिले मलाई खुसी लागिरहेको छ एउटा अन्तरालपछि एज अ मेकर एज अ निर्माता आउनुभन्दा पनि एज अ कलाकार, जुन मेरो आफ्नो विधा हो जसलाई मैले वर्षौँदेखि निर्वाह गर्दै आइरहेको छु, यो ग्याप पश्चात एज अ कलाकार नै आउनु पाउँदा चाहिँ अत्यन्त नै खुसी लागेको छ। भएको छ भनेर भनेको भने उहाँले अब आफ्नो स्क्रिप्टमा कुन कलाकार कुन चरित्रमा राम्रोसँग उत्रिन सक्छ त भनेरै कलाकारको छनौट गर्नुभयो।
उहाँले खालि मलाई खेलाउँछु या उहाँलाई खेलाउँछु भनेर चाहिँ चलचित्र गर्नु भएन। उहाँको स्क्रिप्ट अनुसार को चाहिँ कलाकार चाहिँ फिट हुन्छ भन्ने हिसाबले उहाँले छनौट गर्नुभयो र उहाँको कथावस्तुमा उहाँको स्क्रिप्टमा म फिट हुनु त्यो मेरो लागि अत्यन्तै नै खुसीको कुरा हो। त्यही नै हो। त्यस कारण फिल्म मेकिङ त ढिलो चाँडो होला। उमेर के भएको छ अरे यार, तपाईँहरू कहिले 8 वर्षको ग्याप भन्नुहुन्छ, कहिले चाहिँ हिरोइनभन्दा आधा उमेर भन्नुहुन्छ। उमेर र जोस त त्यही 21 वर्ष नै हो नि। टाइम त छ नि प्रशस्त होइन। यो 21 वर्षको जवान मान्छेलाई के भन्ने होइन स्टुडेन्ट्स राइट। बल्ल मेरो सहकर्मीहरू त्यहाँ चाहिँ बसेर मलाई चाहिँ हौसला दिइरहनु भएको छ। उहाँहरू मेरो चाहिँ जेनेरेसन एउटै हो है। ओके, सो मेरो अर्को क्वेसन चाहिँ निधिजीलाई अघि जसरी यहाँ स्टुडेन्ट्सहरूलाई क्वेसन गर्दाखेरि पनि राजेश हमाललाई सुहाउँदो जोडी को भनेर भन्दाखेरि करिश्मा मानन्दरको नाम आएको थियो, त्यो तपाईँले पनि सुन्नुभएको हो होइन। अहिले प्लेयर भएर आइरहनु भएको छ, करिश्मा मानन्दरलाई टक्कर दिन सक्ने क्षमता बोकेर आउनु भएको छ कि छैन त्यो चाहिँ सुन्न चाहन्छु म। I think Karishma Manandar will always be Karishma Manandar because उहाँ पनि मलाई as an actor है, उहाँ पनि as an actor, as an aspiring actor उहाँलाई हेरेर मैले उहाँको फिल्महरू हेरेर मलाई पनि एक्ट्रेस बन्न मन लाग्यो नि त, उहाँको कामदेखि इन्सपायर भएर। सो मलाई लाग्दैन I don't think I can ever replace Karishma Manandar ma'am, but I can surely take her as my inspiration and work hard and be as successful as she is now because अहिले पनि राजेश राईको जोडी भन्दाखेरि करिश्मा मानन्दरको नाम आउँछ भने उहाँले एउटा उहाँहरू दुवैजनाले एउटा लेगेसी क्रिएट गर्नुभएको छ र होपफुली मैले पनि हार्डवर्क गरेर अझै सक्सेसको बाटो लागेर म त्यो ठाउँमा चाहिँ आऊ भन्ने चाहिँ अपेक्षा राखेको छु। थ्याङ्क यू। राज शङ्करको तपाईँले चाहिँ फिल्महरू हेर्नु भएको छ कि छैन? अनि राजेश अङ्कललाई सबैजनाले के निकनेमले बोलाउनुहुन्छ तपाईँलाई थाहा छ? एक्चुअली सब उहाँ बस्नु भएको कसैलाई सोध्नु त के भनेर बोलाउनुहुन्छ भनेर? महानायक भनेर पनि बोलाउनुहुन्छ नि त उहाँलाई, थाहा छ तपाईँलाई? नरसिंहमा तपाईँले के गर्दै हुनुहुन्छ त? के एक्टिङ गर्दै हुनुहुन्छ त? एउटा डायलग त भन्न मिल्छ होला है? राज सरलाई पनि मेरो क्वेसन है, राज कटुवालजीलाई मेरो क्वेसन भनेर अब को हो भनेर सायद त्यो कौतुहलको लागि पनि होला होइन। अलिकति क्वेसनले धोका त दिइरहेको छ, सायद त्यो अलिकति जुन हुन्छ नि हो हल्ला हुनुपर्ने त्यो नभइसकेको परिप्रेक्ष्यमा। तर आज कस्तो फिल भइरहेको छ त्यो सुनौँ न। साइडमा दुईवटा बिल्डिङमा होइन, एक ठाउँमा महानायकको पोस्टर र अर्को ठाउँमा आफ्नो पोस्टर, कस्तो महसुस भइरहेछ? धन्यवाद। अब राजेश दाइ सँगसँगै एउटा यति ठुलो भित्तामा झुलिनु पाउँदा अभियसली खुसी लाग्छ होइन। मेरो ठुलो एउटा भाग्य होला सायद कि म यो देशको सबैभन्दा ठुलो नायक महानायक जे भए पनि एकदमै सबैले जनताको सबै दर्शकको मनमा बस्न सफल हुनुभएको एउटा भगवान रूपी कलाकार नायकसँग काम गर्न पाउनु मैले एकदम भाग्यको रूपमा लिएको छु मैले होइन। त्यसमा चाहिँ पनि अब दाइ आफैले भन्दै हुनुहुन्छ कि नेपाली सिनेमाको हिस्ट्रीमा फर्स्ट टाइम यति सिनेमा गर्दाखेरि पनि यति ठुलो पोस्टर भएको थिएन। म त दाइसँग गर्ने बित्तिकै त्यो भाग्य पाएँ, त्यसको लागि सबै टिमलाई धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू। रहर भन्दा पनि अब आफै बनिरहेछ नि त, आफै भइरहेछ। सो त्यस्तो रहर त अभियसली रहर त हुन्छ नै स्टारहरूसँग स्क्रिन सेयर गर्न पाउनु, तर पनि अब आइरहेछ लाइन बाई लाइन भन्नु त त्यही नै ब्लेस्ड फिल गर्छु म यो कुराको लागि। अब पहिला विराज सरसँग स्क्रिन सेयर गर्न पाएँ अनि अहिले राजेश सरसँग, सो राम्रो भइरहेछ, कति कुराहरू सिक्ने मौका पाइरहेको छु। नरसिंहमा जहाँ चाहिँ अब हुन्छ नि फिल्म क्षेत्रबाटै अब त धेरै व्यक्तित्वहरू हुनुहुन्छ होइन, कस्तो हुँदो रहेछ एउटा त्यो एउटा मोमेन्ट चाहिँ, त्यो चाहिँ मोमेन्ट चाहिँ लिनु एक्चुली स्टुडेन्टहरूको बिचमा आएर बस्दाखेरि त्यो मोमेन्ट एक्चुली सुनौँ न कस्तो लागिरहेछ तपाईँलाई? मोमेन्ट भन्नाले मलाई
कलाकार सबैजना महानायक हुनुहुन्छ होइन, फिल्म क्षेत्रका दिग्गज व्यक्तित्वहरू त्यही उभिरहनु भएको छ, प्रशान्त सरहरू हुनुहुन्छ होइन, रेस्टुरेन्टहरूको बिचमा एउटा हुचिङ आउँदाखेरि कस्तो महसुस हुँदो रहेछ कलाकारलाई बुझौँ न। महसुस त राम्रै भइहाल्छ किनभने मेरो फर्स्ट मुभी पनि हो। मतलब कि अब हाम्रो यो सबै टिममा यति मजाले काम गर्न पाएँ। अनि त्यहाँदेखि फर्स्ट अफ अल त दिपङ्कर सरलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु किनकि राम्रो अपर्च्युनिटी दिनुभयो। अनि फिलिङ्सको कुरा गर्दाखेरि अब सबैजना एकदमै राम्रो हुनुहुन्छ, सबैजना एकदम हेल्पफुल हुनुहुन्छ, नजानेको कुराहरू त्यो गर है भनेर सिकाउने टाइपको हुनुहुन्छ। आई होप मलाई सबै राम्रो लागिरहेछ।